नमस्ते साथीहरू। आज हामी कुरा गर्नेछौँ लाइभ फुड र ड्राई फुडको बीचमा। हो, म जान्दछु तपाईँ सोच्दै हुनुहुन्छ फुड त फुड हो नि, तर साँचो कुरा भन्नुपर्दा यहाँ ठुलो भिन्नता छ। लाइभ फुड जस्तो कि ड्याफनिया, ब्राइन श्रम्प वा माइक्रोवर्म्स प्राकृतिक पोषण प्रदान गर्छ। यसले सम्प र माछाको ग्रोथ, रङ र इम्युन सिस्टमलाई बलियो बनाउँछ। नेचुरल प्रोटिन, फ्याट्स, भाइटामिन्स र मिनरल्स पाइन्छ जुन ड्राई फुडले सधैँ दिन सक्दैन। ड्राई फुड सजिलो छ, तर कहिलेकाहीँ इन्स्टेन्ट मिल जस्तो हुन्छ। सेल्फ लाइफ लामो, तर लाइभ एन्जाइम र फ्रेस न्युट्रियन्ट्स हराउँछन्। श्रिम्प र माछा कहिलेकाहीँ उत्साहित हुन्छन्, तर त्यो उत्साह वास्तविक न्युट्रिसनको बराबर हुँदैन। लाइभ फुड तपाईँको ट्याङ्कको इकोसिस्टमसँग पनि मेल खान्छ। यो फिल्टरमा फस्दैन र नेचुरल बिहेभियर स्टिमुलेट गर्छ। श्रिम्प हरेक मिललाई हन्ट गर्न पाउँदा उनीहरू एक्टिभ र हेल्दी रहन्छन्। ड्राई फुड उपयोग गर्न सकिन्छ, तर ब्यालेन्स राख्नु जरुरी छ। लाइभ फुड र ड्राई फुड मिक्स गर्दा तपाईँले बेस्ट अफ बोथ वर्ल्ड्स पाउनुहुन्छ। छोटो टर्ममा सजिलो छ, लामो टर्ममा स्वस्थ ग्रोथको लागि नेचुरल फुड अनिवार्य छ। सारांशमा भन्नुपर्दा लाइभ नेचुरल न्युट्रिसनले तपाईँको श्रिम्प र फिसलाई स्वस्थ, रङ्गीन र एनर्जेटिक बनाउँछ। ड्राई फुड सजिलो छ, तर लाइभ फुडको जादुको विकल्प छैन। साना साना स्टेप्सले तपाईँको एक्वेरियम थ्राइभिङ र ह्याप्पी बनाउँछ। त्यसैले तपाईँको ट्याङ्कलाई न्युट्रिसियस, लाइभली र ब्यालेन्स्ड राख्न लाइभ फुडको महत्त्व नबिर्सनुहोस्।